यसो बाला डाङ्गेलाई त आउँदा खेलिरहेर आफ्ना घरफोरमा मान्यमान्यको गरिआएको पुष्प देवा सुनुवाको देवा सुतेश्वर बाजे लाटा देवाले पनि पिछा गरिआएको देख्थ्यो। यसैमा आफ्नै के भन्नु त हामी त कुलै हौँ हाम्रो ढङ्ग चलाउनुपर्छ खानुपर्छ भैँले आउँछौँ बाटो पनि गरेर आउँछु म त चलिआउँछु आउँछु भने पार्टी भन चल्दै आएको तिमी छोडेर कुन देवा खेलिरहेको त डङ्कीले फेरि बाटो बन्धन गरेर त दोस्रो नै चल्दैन। मैले कुन ठाउँमा चल्न खोजिएर आएको नि र कुन ठाउँमा चल्ने भयो तेरो आफ्नो ठाउँमा चल्न तेरो आफ्नो ठाउँमा खेल्न तेरो भोक बच्चा खाने आफ्नो ठाउँमा खान त बाह्रजना पिछा गरी आउने बाह्रजना खेल्छु भनेर आउने तैँले हामीलाई के खेलेछ तेरो तेरो हामी भोक खाइदिन्छौँ तेरो गाउँमा हामी भोक खाइदिन्छौँ तेरो कलेजो मुटु तेरो कपाल झगडा खुडातिर तेरो दाला बङ्गा खाएर हामी तर बाजिन्छौँ के सोचेर छ खेल्छस् खेल्छस् सक्छ पनि आइज चलाउँछु मै खेलाउँछु मै खेल्छस् डङ्की भुटान भुट्ने नि तेरा अहिलेलाई छोड्दैछ भने छोडिदिनु छ भने जहाँ थिएस तेरो त्यहीँ तेरो प्राण त्यागिदिन्छु तँलाई रक्तै खेलाइदिन्छ अहिले भर्खर लिखु खोलामा तर्दैछेस् तँ लिखु खोला तर उकाल लाग्दैछेस् लिखु खोला तरिकन तँ दुई घुम्तीमा मात्रै आइपुगेछेस् तेरो त्यो खोल्सामा आउँदाखेरि नै तँलाई ती तेरो प्राण त्याग गरिदिन्छु तैँले के सोचेको थिएस् चल्छु भन्छ भने खेल्छु भने खेल्न आइज तँलाई आइज सक्छेस् खेल्छेस् आइज खेल्छेस् भने डङ्किनीले बालाडाङ्गासँग चल्दै आउँदा खेल्दै आउँदा आफ्नो कुलदेशमा खेल्दै आउँदा खेल्दै तँ रुख गरेर आउने के कस्तो बाचा गर आउँदैनस् के छ तेरो ज्यान मात्रै लिएर आउँछस् कि तेरो 15 मिनट तेरो ज्ञान लिएर आउँछस् तँलाई त्यो रङ छ तँलाई त्यही खोल्सामा मारिदिउँ तेरो ज्यान प्राण लिदिउँ मेरो खाना ठाउँ छैन मेरो थान समानामा आउने होइन बालाडाङ्गा छुने होइन बालाडाङ्गा सिधैसँग पुलमा त लिएर आइज जा चल खेल तेरो पुलमा पुलमा छ पुल खना गएर खेल डङ्किनीलाई जा भाग दे तँलाई चलाउने खाना खाउँदैन बाचा गर त आउँदैन एक बाचा गर दुई बाचा गर नत्र बाचा नगरेसम्म तँलाई म त्यही घुम्तीमा त्यही खोल्छिमा तर तेरो प्राण त्याग गरिदिन्छु प्राण त्याग त्यही खोलाको घाँसमा नत्र त्यो डाँस सफा गरिदिन्छु म अहिले सक्छेस् खेल्छेस् त आउँछेस् टेक्छेस् बाचा गर बाचा गर दुई बाचा तिन बाचा म आउँदिन बालाडाङ्गाले छोडिस् बालाडाङ्गाले तेरो थाम्न गएर खेल तेरो दाजुभाइसँग चल दाजुभाइसँग खेल जा आइस तेरो प्राण त्याग गर्छु मैले के भनौँ डङ्किनी भनौँ कि इष्टदेव भनौँ कि के भनौँ तेरो मेरो कुल छैनमा जाउँ कि इष्टदेव छैनमा जाउँ कि बुद्धि डङ्किनी छैनमा जाउँ कि केमा जाउँ कुन छैनमा जान्छस् कुन छैनमा जान्छस् कुन छैनमा जान्छ कुन छैनमा जाने छैनमा जाने इष्टदेव छैनमा जाने हो केमा जाने कुन छैनमा जाने हो एक जाने हो दुई जाने हो तिन जाने हो बाचा गर
फुल छैन म जान्छु फुल खेली आउँछु फुल चली आउँछु भने बाचा म तयार हुने कुल आउँछु चल्दै आउँछु खेल्दै आउँछु हाम्रो आइनो साइनो के हो त म तिम्रो साइनामा म के पर्छु त लौ त तिमीलाई मैले मान्नु पर्ने हो कि तिमीले मलाई मान्नु पर्ने हो कि तिमीलाई मैले भेटीघाटी दिनुपर्ने हो कि तिमीले मलाई भेटीघाटी दिनुपर्ने हो कि मैले दिँदै आउनु पार्दै हो लौ त तिमी दिँदै आउँछ भने तिमी दिँदै आउँछ भने चल्दै आयौ खेल्दै आयौ डाङ्ग्रेलाई निर्कुल गरी लिएर आऊ सुझै आउँला बुझै आउँला तिमी यसमा भएको कुन लिङ्ग लिन्छौ त कुन म त्यस्तो हो लिन्छु त्यस्तो लिङ्ग त आइसम्म हाम्रोमा चल्दैन त हामीले चलाएको छैनौँ खेलाएका पनि छैनौँ त्यस्तो हो भाइ दोस्रो आउँछु दोस्रोको नाम के हो त दोस्रो तिम्रो लिङ्गको नाम के हो तिम्रो लिङ्ग कुन हो तिम्रो दोस्रो लिङ्ग कुन लिङ्ग हो के लिङ्ग हो ल त भनिदेऊ त छलछाम छलपट नगर तिमीलाई मैले मामा माने लिएर आउँछु मामा तँलाई लिएर आउँछु खेलेर लिएर आउँछु बुझाउँला बुझाउँला तिमीलाई तिम्रो इच्छा हात पछा गरेर तिम्रो इष्टदेवलाई पनि हामीले अन्साई पन्साई गरिसकेका छौँ भनिसकेका छौँ यदि बोक्सी जङ्गी रङ्गिनी पनि तिमीले अन्सी पन्सी गएका छौ बाचा गरेका छौ होइन त्यस बाचामा पनि तिमीले सिनेमा आयो भने 12 डङ्ग्री तिम्रो दिनमा हामी त भोग लिइदिन्छौँ नि फेरि